यहाँ हाल्नुहोस् न, मलाई चाहिँ नि आज हस्बेन्डले मालिस गरिदिँदै हुनुहुन्छ है। काफी दिनबाट दुखिरहेको थियो नि त होइन, यता दुखिरहेको थियो अनि यो हातको यहाँ पनि दुखिरहेको थियो त। अनि आज चाहिँ एकदम धेरै दुखो भनेर चाहिँ मालिस गर्न लगाएँ साथी हो। यहाँ चाहिँ एकदम राम्ररी मालिस गर्दै हुनुहुन्छ। यहाँ हेर्नुहोस् त, यस्तो मजा आउँदैछ नि। अब बहुत दिनपछि मसाज हुँदैछ है। कहिलेकाहीँ त गरिदिनु हुन्थ्यो, आजकल त त्यही पनि गरिदिनु हुन्न, भ्याउनु हुन्न, टाइम छैन भनिदिन्छ। अब आज चाहिँ टाइम होस् कि नहोस्, आज जसरी भयो नि गरिदिनु है, मालिस गरिदिनु है भनेको त मजाले मसाज गर्दै हुनुहुन्छ। यस्तो मजा आउँदैछ नि साथी हो। उसले फेरि एकदम जान्नुहुन्छ नि त मालिस गर्नलाई। पहिला पहिला त हप्तामा एक दिन मलाई तेल लगाइदिनु हुन्थ्यो, टाउकामा नारियल तेल होइन, मसाज गरिदिनु हुन्थ्यो। अनि बोडी पनि मसाज गरिदिनु हुन्थ्यो जहाँ दुखेको छ। आजकल त कति दिनमा गर्नु, दिनमा के भन्नु, कति महिनापछि गर्दै हुन्छ नि। समय हुँदैन, के गर्नु, टाइम पनि छैन। अहिले त एकदम धेरै नै बिजी हुनुभयो, के भएर हो। मलाई चाहिँ यस्तो यस्तो गर्दा पनि दुख्थ्यो क्या, यो नि त यस्तो गर्दा पनि दुख्थ्यो, यस्तो गर्दा पनि दुख्थ्यो। हड्डीहरू थाहा छैन आजकल कति दुखेको हो पनि। काम त खोइ उति नै गरिन्छ र पनि होइन, बसिराख्दा पो दुख्छ भन्छन्। म चाहिँ काम गरिरहेको छु र पनि खोइ। यहाँ हेर्नुहोस् न, फेरि यस्तो दुखेको छ तर मजा आइरहेको छ है। म चाहिँ यहाँ लस्सी पनि पिउँदैछु, मालिस पनि गराउँदैछु है साथी। गर्मी कस्तो छ नि होइन भन्नुहोस् त, त्यही भएर लस्सी पिएको नि त। ठन्डा ठन्डा आइस हालेको छु मजाले। यहाँ हातमा नि गरिदिनु नि है ल। ल है साथी, म चाहिँ एकदम हातहरूमा नि गर्न लाउनु पऱ्यो है मसाज।